सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त म राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। साथै विभिन्न कालखण्डका विभिन्न आन्दोलनहरूमा बेपत्ता पारिएका यातना पीडित घाइते योद्धाहरूप्रति पनि म सम्मान व्यक्त गर्न चाहन्छु। आजको दिन विश्व सर्वहारा वर्गका र मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको जन्मदिन पनि परेको हुनाले म दुनियाँले स्वीकार गरेको एउटा तथ्य कि 1000 वर्ष यता मार्क्सको जस्तो विद्वता भएको व्यक्ति जन्मेको छैन भनेर सबैले स्वीकारिएको ती महान व्यक्तित्वप्रति पनि म श्रद्धा व्यक्त गर्न चाहन्छु। सम्माननीय राष्ट्रपतिद्वारा वाचन गरिएको सरकारको नीति तथा कार्यक्रममाथि चर्चा गर्नु पूर्व म यसको प्रक्रियाको बारेमा केही कुरामा माननीय सदस्यहरूको ध्यान आकर्षण गर्न चाहन्छु। मैले यही सम्मानित संसदमा माननीय सांसदहरूका मतहरूलाई पनि महत्त्व दिने र परम्परागत तरिकाले माननीय सांसदहरूले विचार राख्ने तर त्यो नीति कार्यक्रममा परिमार्जन हुन नसक्ने यो अलोकतान्त्रिक परम्परा तोड्नुपर्छ भन्ने सोचेर मैले गत साल अध्यादेश मार्फत नयाँ पहल गरेको थिएँ। मलाई लाग्छ माननीय सदस्यहरूलाई यो कुरा पक्कै पनि स्मरण होला। त्यति बेला बजेट प्रस्तुत हुनुभन्दा करिब 3 महिना अगाडि नै नीति तथा कार्यक्रममाथि बारे नयाँ क्यालेन्डर बनाएर चाहिँ हामीले काम सुरु गरेका थियौँ। यो लोकतान्त्रिक विधि लागू हुन सकेको भए सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरूका सुझाव समावेश गर्न सहज हुन्थ्यो र माननीयहरूका सुझावहरू समेटिएर यो परिमार्जन हुन्थ्यो र बजेट निर्माणमा पनि त्यसले सकारात्मक भूमिका खेल्थ्यो। तर मलाई थाहा छैन यो सरकारले गत सरकारको त्यो निर्णयलाई के आधारमा खारेज गर्यो र फेरि अहिले कर्मकाण्डीय तरिकाले नै परम्परागत तरिकाले नै नीति कार्यक्रम प्रस्तुत गरिएको छ। सायद सरकारलाई 2/3 को चाहिँ अहङ्कार होला। त्यसैले सरकारले आफ्नो चरित्र अनुसार नै गत वर्षको प्रावधानलाई खारेज गर्यो र सरकारसँग संख्या छ जे गरे पनि हुन्छ भन्ने निरङ्कुशतावादी चिन्तन छ। त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि परम्परागत नै बनाइयो। म प्रतिपक्षी दलको नेताको हैसियतले यसको आलोचना गर्न चाहन्छु र संसदलाई फगत कुरा राख्ने तर त्यसको कुनै सुनवाई नहुने थलोको रूपमा होइन, सरकारको नीति कार्यक्रमको बारेमा विचार राख्न पाउने र सांसदहरूले राखेका विचारका आधारमा त्यसलाई परिमार्जन गर्ने लोकतान्त्रिक प्रक्रियाको पुनर्बहाली गरियोस् भनेर म सरकारसँग विशेष जोडका साथ माग गर्न चाहन्छु। यही वैशाख 2082-19 गते सम्माननीय राष्ट्रपतिज्यूले आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सत्तारूढ दलका सांसदहरूको बेन्चमा छाएको मौनता नै नीति तथा कार्यक्रमबारे धेरै कुरा त्यो मौनताले प्रतिबिम्बित गरेको छ। किन सत्तारूढ दलका मान्य सदस्यहरूमा पनि त्यो स्तरको मौनता छायो? यति मात्रै नभएर नीति तथा कार्यक्रमको प्रस्तुति र प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरूसँग सम्माननीय प्रधानमन्त्रीको दुखेसो र नीति तथा कार्यक्रमलाई समर्थनका लागि पटक पटक दलका सांसदहरूलाई दिएको निर्देशनले त्यो स्थितिलाई स्पष्ट गरेको छ। सत्तासीन सांसदहरूमा नै नीति तथा कार्यक्रम
प्रति आशा र उत्साह पैदा हुन सक्दैन भने आम जनताका लागि यसले सन्तुष्टि दिने कुरा त ठाउँै देखिएको छैन। छलफलमा नजाँदै देखिएका यी परिदृश्यहरू यो नीति तथा कार्यक्रम कस्तो र कसका लागि आएछ भन्ने अनुमान लगाउन सकिन्छ भन्ने मेरो विश्वास छ। 2/3 बोकेर र 2/3 एक हदसम्मको अहङ्कार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफै भित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पूरा गर्न मात्रै आएको देखिन्छ। यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन। नीति तथा कार्यक्रमले राष्ट्रिय महत्त्वका महत्त्वपूर्ण पक्षहरूलाई बिर्सेको छ। नीतिगत मार्ग निर्देशनका रूपमा नीति तथा कार्यक्रमको सुरुवातमा उल्लेख भएका क देखि ट सम्म अन्तर्गतका विषयहरूमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, जलस्रोत, वन जस्ता क्षेत्रहरू तथा सामाजिक न्यायका मुद्दाहरू प्राथमिकतामा बिल्कुल पर्न सकेका छैनन्। सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देश गर्दछ। सरकारले के सोचिरहेको छ, देशलाई कहाँ लैजान खोजिरहेको छ, राष्ट्रका सामु देखेका समस्याहरूलाई कसरी हल गर्न खोजिएको छ, सरकारका प्राथमिकताहरू के हुन् र त्यसका लागि कुन नीति मार्फत के कस्ता कार्यक्रम अगाडि ल्याउन चाहन्छ भन्ने कुराको ऐना हो नीति तथा कार्यक्रम। तर विगत र वर्तमानको सामान्य समीक्षा नै नगरी, नेपाली समाजको धरातलीय यथार्थ बोध नै नगरी, व्यापक बहस र छलफल नै नगरी अमूर्त, अव्यावहारिक र औपचारिकता पूरा गर्न मात्र नीति कार्यक्रम ल्याइएको छ। त्यसो त सरकारसँग जनताको कुरा सुन्ने अनि समाजका विभिन्न पक्षसँग संवाद गर्ने इच्छा शक्ति र अझ भनौँ समय नै पनि छैन। स्वार्थ समूहहरूको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरूलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध सान्ने अनि गठबन्धन निर्माणका सूत्रधारहरूको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सीमित भएको देखिएको छ। सम्माननीय सभामुख महोदय, यतिखेरको मूल समस्या भनेको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धिकरण, राजस्व चुहावट, भ्रष्टाचार र कुशासन हो। नीति तथा कार्यक्रममा यी विषयहरूलाई कुनै खास महत्त्व दिएको देखिएको छैन। जबकि भ्रष्टाचार बढेको र कालो धन शुद्धिकरण गर्ने क्रम बढेको फाइनेन्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको अवस्था हाम्रो सामु छ। देशलाई यथाशीघ्र उक्त लिस्टबाट बाहिर ल्याउने कार्यमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा यसलाई तपसिलको विषय बनाएर 2 वर्षपछि मात्र यो लिस्टबाट हट्ने लक्ष्य राखिनुले सरकार यथार्थमा नै गैर जिम्मेवार देखिएको छ। म माननीय सांसदहरूलाई के स्मरण गराउन चाहन्छु भने मेरो नेतृत्वको सरकारले एफएटीएफले देखाएका विभिन्न क्षेत्रहरूमध्ये कानुन, संगठनात्मक संरचना र प्रणाली निर्माण जस्ता टेक्निकल कम्प्लायन्स पूरा गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण कार्य विरुद्ध कार्यविधि नै बनाएर निर्मम ढङ्गले एक्सनमा उत्रिएको थियो। तस्करी, भ्रष्टाचार र राजस्व छली विरुद्धको कारबाही र सम्पत्ति जफत गर्ने कार्यले निरन्तरता पाएको भए देश सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नपर्ने सम्भावना विद्यमान थियो। तर भ्रष्टाचारीहरूलाई बचाउनकै लागि भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण विरुद्धको कारबाही रोकियो। फलस्वरूप टेक्निकल कम्प्लायन्स पूरा गरे पनि सम्पत्ति शुद्धिकरण गर्नेमाथि कारबाही गर्न र सम्पत्ति जफत गर्न चुकेको भनेर ग्रे लिस्टमा समावेश हुनुपर्ने विडम्बना देखा पर्यो। अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमिततामा संलग्नहरूलाई कारबाही गर्न सके मात्र देश सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट निस्कन सक्दछ। म सरकारलाई विशेष रूपले खबरदारी गर्न चाहन्छु, सरकारका काम र यो विषयलाई नीतिगत प्राथमिकता सरकारले यो काम र विषयलाई नीतिगत प्राथमिकता दियोस्, नत्र देश
ग्रे लिस्टबाट बाहिर निस्कनको सट्टा कालो सूचीमा ब्ल्याक लिस्टमा पर्ने खतरा बढेर जानेछ। मेरो नेतृत्वको सरकारले सुशासनका कैयौं कीर्तिमान कायम गरेको स्मरणीय नै छ। राजनीतिक आग्रह पूर्वाग्रह नहेरी सम्झौता रहित किसिमले सुशासनका पक्षमा उभिएकै कारण त्यही सुशासनको डरले वर्तमान सरकार बनेको तथ्य आम जनताले सुरुमा नै महसुस गरेको तथ्य हो। सुशासनको यही डरले बनेको सरकारले गठन भए लगत्तै भ्रष्टाचारीहरूलाई जोगाउन सत्ताको दोहन कसरी गर्यो भन्ने कुरा पनि आज आम जनतालाई थाहा भइसकेको छ। जनतामा चरम निराशा छाउनुको एउटा प्रमुख कारण यही बन्यो। सरकार गठनसँगै एकपछि अर्को त्यस्ता फाइलहरू बन्द गरिए। त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाको फाइल त गायब नै भयो भन्ने सुनिएको छ। मेरिटोक्रेसी खतम बनाइयो। लिस्टको चाङ पढ्न अहिले सम्भव छैन। म फेरि पनि आग्रह गर्न चाहन्छु, सरकारले दूधको साक्षी बिरालो भने झैं दुनियाँ हँसाउने गरी कथित सुशासन आयोग गठन गरेर होइन, आफ्ना कामद्वारा भ्रष्टाचार विरोधी भएको र सुशासनका पक्षमा रहेको प्रमाणित गरोस्। म यो विशेष रूपले सुझाव दिन चाहन्छु। 47 पछि सार्वजनिक जिम्मेवारीमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरियोस्। अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय समेटियोस्। होइन भने भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नु बादशाहको नयाँ लुगा भन्दा बाहेक अरू केही हुने छैन भन्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नीति तथा कार्यक्रममा विकास प्रक्रियालाई वस्तुसम्मत तवरले निर्देशित गर्न ठोस कार्ययोजना ल्याउनुको सट्टा विगतमा सुरु गरिएका राम्रा कार्यहरूलाई पनि खारेज गर्न खोजिनु बिल्कुल आपत्तिजनक मैले महसुस गरेको छु। यसअघि देशको द्रुत र सन्तुलित विकासका लागि सदन अध्ययन र छलफलबाट अघि सारिएका राष्ट्रिय गौरवका आयोजनाहरू कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन। अचम्म त के भएको छ भने सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाको नाम समेत उल्लेख गरिएको छैन। पूर्व पश्चिम र उत्तर दक्षिण सडक मार्ग, रेल मार्ग, सिँचाइ आयोजना, जलविद्युतका कैयन माइलस्टोन परियोजनाहरू, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता देश विकासको आधार तयार गर्ने आयोजनाहरूलाई पन्छाएर भ्यू टावर र पानी जहाजका आयोजनालाई प्राथमिकता दिएर कस्तो समृद्धि हासिल गर्न खोजिएको हो, म सरकारसँग प्रश्न गर्न चाहन्छु। राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी नयाँ कार्ययोजना ल्याउन केले रोकेको हो, 2/3 सरकारलाई मैले बुझ्न सकेको छैन। कतै यी आयोजनाहरू सम्पन्न भएमा विपक्षीहरूले जस पाउँछन् भन्ने सोचले त काम गरेको छैन। म सरकारसँग प्रश्न गर्न चाहन्छु। सभामुख महोदय, कृषि क्षेत्रमा हाम्रो उत्पादन प्रणाली, उत्पादकत्व क्षमता, अन्तर्राष्ट्रिय व्यापारमा वस्तु प्रतिस्पर्धाको अवस्था लगायतका कतिपय पक्षहरू केलाउँदा अबको बाटो समुदायमा आधारित ग्रामीण कृषि अर्थतन्त्रको विकास समृद्धिका लागि अनिवार्य हो भन्ने कुरा स्पष्ट भएको छ। यसका लागि कृषिमा आधारित उद्यमशीलता प्रवर्धनका कार्यक्रमहरू सधन रूपमा सञ्चालन गर्ने, बजारीकरण र यान्त्रिकीकरण मार्फत समुदायमा आधारित उत्पादन प्रणालीको विकास गर्ने, उत्पादनका साधन तथा बजारको सुनिश्चितता राज्यबाटै गर्दै कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा विकसित गर्नु आजको आवश्यकता हो। भू उत्पादकत्वको वैज्ञानिक मापनका आधारमा कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी लगानी आकर्षित गर्नुपर्ने आवश्यकता छ। तर अहिले प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादनको नेपाली विशिष्टतालाई सम्बोधन गर्न सकेको छैन। गत वर्ष कृषि क्षेत्रका सम्भावनाहरूलाई विशेष रूपमा सम्बोधन गर्न नीति कार्यक्रम मार्फत कृषिमा लगानी दशक अभियान घोषणा गरिएको थियो। तर सरकारले उक्त अभियानको महत्त्व र गाम्भीर्यता नै बुझ्न सकेन र अहिले नीति तथा कार्यक्रममा उक्त विषय हटाइएको छ। यसै गरी गत वर्ष प्रस्तावित उत्पादन र रोजगारका लागि साझेदारी कार्यक्रम, किसान सूचीकरण र कृषि सेवा सहुलियतलाई किसान परिचय पत्रसँग आबद्धता गर्ने कार्यक्रम,
जडीबुटी र प्राकृतिक स्रोतमा आधारित हिमाल समृद्धि उद्यमशीलता कार्यक्रमलाई किन अगाडि बढाउन ध्यान दिइएन? प्रत्येक प्रदेशमा 1000 गाई भैँसी पालन हुने गरी स्रोत केन्द्र विकासको कार्यक्रम किन हटाइयो? कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न वडा स्तरमा नै नमुना फार्म स्थापनाको कार्यक्रम किन काटियो? एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रमसँग सरकारलाई के आपत्ति भएको हो र यसलाई नीति तथा कार्यक्रममा किन समेटिएन? कृषि क्षेत्रमा नयाँ ढङ्गले नयाँ सोच र भिजनका साथ नीति नबनाउने हो भने कसरी सम्भव छ उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने काम? सरकारले जनतासँग प्रत्यक्ष जोडिएका समुदायलाई प्रत्यक्ष लाभ दिने र नेपालको समृद्धिका लागि अति महत्त्वपूर्ण कार्यक्रममाथि पनि कैँची चलाएको छ। तर स्वार्थ समूहहरूका लागि भने कानुनी रूपमा नै ढोका खोल्ने काम गरेको छ। उदारवादी कृषि उत्पादन प्रणालीबाट आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिन्न भन्ने तथ्यलाई उपेक्षा गर्दै सरकारले भूमाफिया र बिचौलियाहरूलाई लाभ हुने गरी नीतिगत प्रस्ताव गरेको छ र स्थानीय तहकै मार्फत हुन सक्ने प्रक्रियालाई किन केन्द्रीकृत संरचनाको आवश्यकता परेको हो मैले बुझ्न सकेको छैन। सभामुख महोदय, अत्यन्त अप्राकृतिक रूपमा यो गठबन्धनको सरकार बनेपछि सम्मानित संसदमा मैले भनेको थिएँ, मेरो अनुरोध छ मसँग बदला लिने न्युमा दलित, महिला, श्रमिक समुदायका पक्षमा, घाइते अपाङ्गका पक्षमा गत सरकारबाट बजेट मार्फत अघि सारेका कार्यक्रमहरू नच्यातियोस्। विडम्बनाको कुरा, तपाईहरूले यो 10 महिना ती सबै कार्यक्रम त च्यात्नु भयो। अहिले नीति तथा कार्यक्रमसम्म आइपुग्दा तिनीहरूको शीर्षक नै तपाईहरूले डिलिट गरिदिनु भयो। नीति तथा कार्यक्रम मार्फत प्रचण्ड र माओवादीसँगको रिस त होइन यो, तपाईहरूले कोसँग पोख्नु भयो? दलितसँग, थारूसँग, महिलासँग, मुस्लिम, किसान, मजदुर, उपेक्षित भूगोल र क्षेत्रसँग, र हटाइदिनु भयो उनीहरूको पक्षमा अघिल्लो सरकारले अघि बढाएका सबै कार्यक्रमहरू। तपाईहरूको सुशासन र सामाजिक न्यायको परिभाषाभित्र दलित र महिलाहरू, आदिवासी र अन्य उत्पीडित समुदाय नपर्ने नै हो। सरकार बनेपछि दलित समुदायको संवैधानिक अधिकार प्रत्याभूत गर्न ऐन बनाउनेतिर तपाईहरूको दृष्टि किन गएन? तपाईको 2/3 चस्माले अघिल्लो सरकारले व्यापक छलफलपछि अघि सारेको अधिकार सम्पन्न दलित विकास प्राधिकरण किन देखेन? गत वर्ष नीति कार्यक्रममा रहेको दलित प्राधिकरणका लागि विधिको तयारी त भएकै थिएन। अहिले आएर त नीति कार्यक्रमबाट नै त्यसलाई हटाइएको छ। त्यसो त स्वार्थ समूह र दलाल पुँजीपतिहरूको सेवामा तल्लीन सरकारका लागि दलित त को हुन् र? हिजो पनि पिँधमा मिल्काइएकै हो, आज पनि त्यही गर्न खोज्दै हुनुहुन्छ। प्रधानमन्त्रीजीले बारम्बार सुखी नेपाली समृद्ध नेपालको नारा भनिराख्नुहुन्छ। म सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, सरकारको नीति तथा कार्यक्रमबाट नै दलितलाई बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउन खोज्नु भएको हो? छोरीहरूका लागि कार्यक्रम हटाएर कस्तो समानता खोज्नु भएको हो? कसको समृद्धिका लागि हो यो नीति कार्यक्रम? हेकारोस् उत्पीडित वर्ग र समुदायलाई सुखी बनाउन नै हामी एउटा ठुलो बलिदानीपूर्ण सङ्घर्षबाट आएका हौँ। अहिलेको परिवर्तन यिनै दलित, यिनै महिला, आदिवासी, जनजाति, मजदुर, किसान, थारू, मधेसी, मुस्लिम लगायतका उपेक्षित र उत्पीडित समुदायको सङ्घर्षको प्रतिफल हो। संविधानका हरेक पानामा तिनै सीमान्त र उत्पीडित वर्गको रगत र पसिना मिसिएको छ। समानता, समावेशिता र सन्तुलित विकास नै हाम्रो संविधानको सबभन्दा सुन्दर पक्ष हो। अनि उनीहरूका अधिकार संस्थागत गर्न नीति ल्याउनु पर्दैन? कार्यक्रम चाहिँदैन? भएका कार्यक्रममा पनि कैँची चलाएर सीमान्त वर्गको आत्मसम्मान कुल्चेर उनीहरूको जीवनमा परिवर्तन नल्याई कस्तो र कसको समृद्धि खोज्नु भएको हो प्रधानमन्त्रीजीले? अहिले लाखौं नेपालीहरू विदेशमा छन्। आर्थिक परिसूचकको रिपोर्ट प्रस्तुत गर्दा उनीहरूले नै पठाएको रेमिट्यान्सको वृद्धि दरमा देखाउँछौँ हामी। अहिले पनि सरकारले रेमिट्यान्स बढेको भनेर सगर्व प्रगति बाँडिरहेकै छ। तर आँसु, रगत र पसिना बगाएर रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरूका लागि राज्यको दायित्व कति छ?
उनीहरूले पठाएको पैसा या नेपाल फर्केपछि उनीहरूको ज्ञान र सिपको उपयोग गर्नेतर्फ सरकारले सोच्नुपर्ने होइन। सम्मानजनक आप्रवासन र फर्केपछि रिटर्नी उद्यमशीलताको कुरा कहाँ छ नीति तथा कार्यक्रममा? यहाँ पनि कहीँ न कहीँ बदला लिन खोजेको त होइन? गत वर्ष नीति कार्यक्रम र बजेटमा 1 लाख रिटर्नी प्रवासीहरूलाई उद्यमशीलतामा जोड्न प्रस्तावित रेमिटेन्स उद्यमशीलता कार्यक्रम किन हटाएन नीति कार्यक्रममा? अहिले 10 महिना बितिसक्दा कार्यक्रम त चलेन, अहिले आएर नीति तथा कार्यक्रमबाट नै त्यसलाई किन हटाउनु पर्यो? दुःखको कुरा सरकारले देख्ने सुखी नेपालीमा प्रवासी श्रमिकहरू परेका छैनन्। सरकार गठन भएदेखि नै तपाईहरुको सम्पूर्ण ध्यान अन्यत्रै गयो। कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईहरुले दर्जन बढी निर्णय गर्नुभयो, महिनौसम्म मेहनत गर्नुभयो। एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिनलाई हटाएरै छाड्नुभयो, ठुलो बहादुरी गर्नुभयो। कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुर्याउनु भयो। बिजुलीको अरबौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्नुभयो, तर त्यहीँनिर अघिल्लो सरकारले 5 लाख भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईहरुमा पलाएन। अहिले पनि निकै कन्जुस्याइ गरेर नीति कार्यक्रममा उनीहरूको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नु भएछ, तर माफियाहरूका पक्षमा भूमि सम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन? त्यसै पनि पत्याउने आधार बाँकी राख्नु भएको छ र? बजेटमा भएको कुरा त कार्यान्वयन गर्न सक्नु भएन। सभामुख महोदय, एउटा सबैले स्वीकारेको तथ्य के हो भने आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म हामी समृद्ध बन्न सक्दैनौँ र यसका लागि कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रको विकास अनिवार्य छ। उद्यमशीलताको विकास मार्फत रोजगारी सृजना आवश्यक छ। उत्पादनका क्षेत्रहरूको विशिष्टीकरण र प्राथमिकीकरण गरी स्थानीय विशिष्टतामा उद्योगहरूको विकास गर्ने, नवप्रवर्तन र स्टार्टअपलाई व्यापकता दिन जरुरी छ। मेरो नेतृत्वको सरकारले यही कुरालाई विशेष ध्यान दिएर गुणात्मक परिवर्तनको आधारशिला प्रस्तुत गरेको थियो। सिप विकास, उद्यमशीलता विकास, स्वरोजगार प्रवर्धन हुने गरी मेक इन नेपाल र मेड इन नेपालको सोच अघि सारिएको थियो। तर अहिले यी सबै कार्यक्रमहरू हटाइएका छन्। सरकारलाई सायद यी कार्यक्रमहरू पचेनन्। समुदायमा आधारित अर्थतन्त्रको विकासका लागि रैथाने परम्परागत सिप र पेसामा आधारित उद्यमको प्रवर्धन, पारम्परिक हस्तकला प्रवर्धन र निर्यात जस्ता दूरगामी महत्त्वका कार्यक्रमहरू समेत सरकारको नीति कार्यक्रममा अटेनन्। संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले सरकारसँग नेपालको रूपान्तरणको ढाँचा र सोच नै नभएको कुरा स्पष्ट देखियो। नीति तथा कार्यक्रममा विकासको ढाँचामा कोर्स करेक्सन गरिने भनेर उल्लेख गरिएको छ, तर के चाहिँ कोर्स करेक्सन गर्ने हो अनि कसका लागि कोर्स गर्ने हो? काटिएका कार्यक्रम र राखिएका कार्यक्रमले कसका लागि करेक्सन हुँदैछ? हाम्रो प्रणाली दलाल पुँजीवादको साटो राष्ट्रिय पुँजीवादको विकास, समुदायमा आधारित अर्थतन्त्रको विकास, रैथाने ज्ञान र सिपको प्रवर्धन मार्फत स्थानीय स्रोतमा आधारित उद्यमशीलताको विकास, आयातमुखी भन्दा निर्यातमुखी उत्पादन र उद्यमको विकासको नीति लिनुपर्ने होइन र? तर सरकारले कोर्स करेक्सनको कैँची कहाँ चलाउनु भएको छ? म भन्छु, माथिका कैयौं कार्यक्रमसँगै कैँची चल्यो गत वर्ष अघि सारेको सुदूर पश्चिममा मेगा फुड पार्क स्थापना गर्ने कार्यक्रम। त्यो कार्यक्रममाथि तपाईहरुले कैँची चलाउनु भयो। कर्णाली प्रदेशमा खाद्य तथा फलफुल प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रममा अनि घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्रान्डिङ र निर्यात गर्ने विशेष कार्यक्रममा स्थानीय उत्पादनले बजार नपाएको बेला रैथाने उत्पादनलाई आपूर्ति श्रृङ्खलामा आबद्ध गरी सहज बजार पहुँच सुनिश्चित गर्न गत वर्ष प्रदेशहरूमा स्वदेशी मार्ट स्थापना गर्ने कार्यक्रम समेत 2/3 को सरकारको कैँची चल्यो। यी दीर्घकालीन महत्त्वका कार्यक्रमहरू अहिले नीति तथा कार्यक्रममा डिलिट गरिए, हटाइए। आर्थिक विकासका प्राथमिकता निर्धारण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि मार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न आर्थिक विकासको नयाँ युग र नयाँ चरणमा प्रवेशका लागि अत्यन्त मेहनत र भिजनका साथ अघि सारिएका गण्डकी त्रिभुज परियोजना, आईटी दशक, सार्वजनिक सेवाहरूको डिजिटलाइजेसनका लागि ब्लुप्रिन्ट, नागरिक सेवा केन्द्र,
निजगढ ढल्केबर नेपाली गलैँचा करिडोर स्थापना, कोसेली घर, एक पालिका एक डाउनटाउन, गाँजाको व्यावसायिक उत्पादन, हिल स्टेसन, प्रदेशको विशिष्टताका आधारमा आर्थिक उत्पादनका नयाँ मोडेल लगायतका कैयौँ नीति तथा कार्यक्रमहरू सरकारले अहिले मिल्काइदिएको छ। यो सँगै महिलाहरूका लागि प्रधानमन्त्री छोरी कार्यक्रमदेखि ज्येष्ठ नागरिकहरूलाई समेत अघि सारेका नीतिहरूले निरन्तरता पाउन सकेनन्। तपाईहरूको विकासको ढाँचा र कोर्स करेक्सन कसका लागि हो? यी कार्यक्रमहरूमा कैँची चलाएर कसलाई फाइदा पुर्याउन खोज्दै हुनुहुन्छ? को बन्छ सुखी अनि कसको हुन्छ समृद्धि? 2/3 सरकार तपाईहरूले दौडाएको कुशासनको घोडाले आज लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको हो। त्यसकै प्रतिबिम्ब स्पष्ट रूपमा नीति तथा कार्यक्रममा पनि देखिन आएको छ। सभामुख महोदय, मैले सरकारको नेतृत्व लिएको बेला गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य अघि बढेको थियो। तर त्यति बेला मैले पूर्व अध्यक्ष एनआरएनका 2टा कुल आचार्य र बद्री केसी 2 जनालाई नागरिकता मैले प्रधानमन्त्रीको हैसियतमा वितरण गरेको थिएँ। तर अझै पनि त्यो गैर आवासीय नेपालीहरूले नागरिकताका आधारमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार व्यवहारत प्रयोग गर्न पाएका छैनन्। हातमा नेपाली नागरिकता छ, तर नेपाल आउँदा विदेशी पासपोर्टमा भिसा लगाएर आउनुपर्ने विडम्बनापूर्ण स्थिति अहिले पनि कायम छ। यसलाई गम्भीरतापूर्वक लिएन र यसलाई छिटोभन्दा छिटो प्रभावकारी ढङ्गले सच्याउन र परिणाममुखी बनाउन म सरकारसँग जोडदार आग्रह गर्न चाहन्छु। गैर आवासीय नेपालीहरूको सिप, दक्षता र क्षमतालाई राष्ट्र निर्माणका लागि उपयोग गर्ने नीतिगत वातावरण तयार गरियोस्। संघीयता कार्यान्वयनका लागि अति जरुरी निजामती सेवा ऐन अझै जारी हुन सकेको छैन। समायोजन लगायतका समस्या झेलिरहेका कर्मचारीको तलब तथा भत्ता विगत 3 वर्षदेखि रोकिएको छ। कर्मचारीहरूको न्यायिक तलब तथा सेवा सुविधा वृद्धिमा देखिएका यावत समस्याहरूलाई नीतिगत रूपमा नै सम्बोधन गर्न जरुरी छ। सार्वजनिक पद धारण गर्ने पदाधिकारी एवं राष्ट्र सेवक कर्मचारीले लगाउने पोसाक स्वदेशमै उत्पादित कपडा मात्र प्रयोग गर्ने नीति कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न जरुरी छ। हाम्रो संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराको पक्षपोषण गरेको छ र त्यसको लागि मार्गनिर्देशन पनि गरेको छ। सरकारले सोही अनुरूप नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक आवश्यकता हो। संघीयता बलियो बनाउन आवश्यक नीतिगत र कानुनी प्रावधान प्रबन्ध गर्ने विषयले प्राथमिकता पाउनुपर्ने हो। तर नीति तथा कार्यक्रमले सारमा विश्वमा नै असफल भएको नव उदारवादको संस्करणलाई अगाडि बढाउन खोजेको देखिन्छ। उदारवाद र विश्वव्यापीकरण, लिबरलाइजेसन र ग्लोबलाइजेसनको सिद्धान्तका पक्षपोषण गर्ने देशहरू नै, शक्तिहरू नै अहिले संरक्षणवादको नीतितिर फर्किन थालेका छन्। म सरकारको गम्भीर रूपले ध्यानाकर्षण गर्न चाहन्छु। एउटा समय थियो 90 को दशकको लगत्तै पछि लिबरलाइजेसन र ग्लोबलाइजेसनको हावा निकै चर्कोसँग बहेको थियो। तर त्यसले 3 दशक बित्दा नबित्दै त्यो सफल भएन र त्यसले दुनियाँलाई झनपछि झन ठुलो सङ्कटतिर लग्यो भनेर अहिले पश्चिमा शक्तिहरू नै पनि संरक्षणवादको सिद्धान्ततिर फर्केर त्यसको पक्षपोषण गरिरहेको स्थिति छ। हामी भने उदारवादको त्यही पुरानो संस्करणलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउन लागिरहेका छौँ। म सरकारको यो विषयमा गम्भीर ध्यानाकर्षण होस् भनेर भन्न चाहन्छु। देशले सन् 2026 मा अल्पविकसित मुलुकको स्तरबाट स्तरोन्नति हुने, सन् 2030 भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने र 30 भित्रै मध्यम आय भएको मुलुकको स्तरसम्म पुग्ने लगायतका लक्ष्य निर्धारण गरिएको छ। यी राष्ट्रिय लक्ष्य पूरा गर्न द्रुत आर्थिक सामाजिक विकास हासिल गर्ने गरी तयारी गर्न जरुरी छ। हामीले अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्धता जनाए अनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिँदै 16औं पञ्चवर्षीय योजना तयार पार्यौं। अहिले नीति कार्यक्रम तयारी गर्दा ती लक्ष्यहरूसँग सामञ्जस्यता गर्नुपर्ने थिएन, तर त्यहाँ कहीँ पनि ती लक्ष्यहरूसँग सामञ्जस्यता देखिएको छैन।
न त पञ्चवर्षीय योजनालाई नै नीतिगत मार्गचित्रको आधारको रूपमा लिएको देखियो। नीति तथा कार्यक्रममा बजार अर्थतन्त्र, बजार संयन्त्र परिचालन, निजी क्षेत्र, समुदाय र सहकारी क्षेत्र जस्ता विषयहरू ओझेलमा पारिएका छन्। संवैधानिक निकाय र नियामक निकायहरूको प्रभावकारिता र सुदृढीकरण सम्बन्धमा नीति कार्यक्रम झण्डै मौन देखिएको छ। संघीयता सबलीकरण र संसदको प्रभावकारिताको लागि नीति कार्यक्रम कुनै नीति र कार्यक्रम पेश गरिएको छैन। शासकीय सुधार आयोग गठन भएको छ, तर यसको कार्यक्षेत्र र कार्यप्रक्रियाको बारे हालसम्म केही पनि सार्वजनिक भएको छैन। अनुगमन गर्ने निकायले गरेको कामको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट अनुगमनको पनि अनुगमन गरिनेछ भन्ने उल्लेख छ। यसबाट संवैधानिक निकाय तथा नियामक निकायहरूलाई संविधान तथा कानुनद्वारा प्रदत्त अधिकारमा अंकुश लगाउन खोजिएको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। सम्माननीय सभामुख महोदय, मैले यसअघि सम्मानित संसदमा सरकारलाई खबरदारी गर्दै भनेको थिएँ, जनताप्रति सरकारको हदैसम्मको गैर जिम्मेवारी तर स्वार्थ समूहको खुला तरफदारीले देश आक्रोशित छ। सत्ता पक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित पनि छ। उद्योगीबाट बिजुलीको अरबौं बकेता उठाउन नखोजेको तर भुइँ मान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको पनि छ। त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ भोलि त्यो सडकमा पोखिन सक्छ। यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस्। मैले अघिल्लो पटक यही सम्मानित सदनमा यो कुरा राखेको थिएँ, तर यो 10 महिनामा सरकार सुध्रिएन, सरकार सुध्रिन चाहेन, किनभने सरकार सुध्रिनको लागि गठन भएकै थिएन। एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो। मैले त्यति बेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेर समेत टिप्पणी गरियो, तर अहिले त्यो तपाईहरुकै भाष्य बनिसकेको छ। सरकार सञ्चालन संयन्त्रकै सदस्यहरूले समेत प्रधानमन्त्रीसम्मको बेडरुममा को पुग्छन् भन्ने कुरा सार्वजनिक गरेबाट यो कुरा स्पष्ट भएको छ। महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईहरुले। 2/3 को चाहिँ अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु। हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी छन्। जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैन। सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ। 10 महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर 7 बुँदे सहमति गर्नुभएको थियो त्यसतर्फ अहिले कसैको ध्यान गएको देखिँदैन। संविधान संशोधनको कुरा त धेरै परको कुरा भयो। हिजो मैले खबरदारी गरेको थिएँ, आज त्यही कुरा तपाईहरुको असन्तुष्टि बनेको छ। मैले भनेको थिएँ सरकार आफ्नै बोझले ढल्छ भनेर मैले भनेको थिएँ त्यति बेलै। प्राविधिक रूपमा त सरकार अहिले ढलेको छैन, तर साँच्चै जनताको मनमा म अहिले देशभरि घुमेर पनि आएको छु, अझ मुख्यतः तराई मधेसमा जनताको मन मस्तिष्कमा यति बेला नैतिक रूपले भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ। तर मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाईहरु मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको छ। लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन, सबैतिर यो प्रश्न उभिएको छ। म सम्माननीय प्रधानमन्त्रीजीलाई गम्भीर ढंगले ध्यानआकर्षण गराउन चाहन्छु। तपाईहरु अहिले प्राविधिक रूपमा त सरकार बलियो नै छ, तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरो गरी विचार गर्नु होला। सरकारकै कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीहरूले लैजाने जमर्को गर्दै गरेको हामी सबैले देखेका छौं र त्यसको साक्षी हामी स्वयं छौं। म प्रश्न गर्न चाहन्छु, अहिले चौतर्फी रूपमा लोकतन्त्रमाथि सुनियोजित आक्रमण भइरहेको बेला सरकारले ल्याएको नीति तथा कार्यक्रमले झनै निराशा बढाउँदैन र? सत्तारूढ दलका इमानदार र लोकतन्त्रप्रति इमानदार मान्नेहरूसँग समेत
म यो विषयमा गम्भीर रूपले विचार गर्न अनुरोध गर्न चाहन्छु। भर्खरै मात्रै हाम्रो पार्टीले हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समापन गरेको छ। यो अभियानका क्रममा लाखौं जनतासँग प्रत्यक्ष संवाद भयो र जनताका पीर मर्का र समस्या हामीले नजिकबाट सुन्ने कोसिस गर्यौं। हामीले के पायौं भने जनतामा परिवर्तनको चाहिँ हुटुटी छ। उनीहरूमा व्यवस्थाप्रति भन्दा कुशासनप्रति आक्रोश छ। जनता समावेशी लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छन्, तर उनीहरूमा राज्यको दोहन गरेर सीमित समूहको स्वार्थमा तल्लीन सरकार त्यसमा तल्लीन भएको कुरामा वितृष्णा छ। जनताले सामाजिक न्याय खोजेका छन्, सामन्तवादका सबै खाले अवशेषको अन्त खोजेका छन्, जातीय विभेद र महिला हिंसाबाट मुक्ति खोजेका छन्, समन्यायिक विकास खोजेका छन्। हुलाकी राजमार्गलाई आत्मनिर्भर कृषि अर्थतन्त्रको मेरुदण्ड मानेर उद्यमशीलताको तीव्र विकास खोजेका छन्। सिंचाई मल बिउको व्यवस्था र व्यवस्थापन ठिक ढङ्गले होस् भन्ने उनीहरूले चाहेका छन्। हामीले इतिहासको रथ उल्ट्याउन खोजे प्रतिगामी तत्त्वहरूलाई परास्त गर्न र लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हो भन्ने स्थापित गर्न नीति तथा कार्यक्रमलाई समेत त्यही रूपमा परिमार्जन गर्न जरुरी छ। यसलाई मूर्त र ठोस कार्यक्रम सहित बजेटसँग सामञ्जस्य गर्न सकिने गरी ल्याउनु पर्दछ भन्ने मेरो अनुरोध छ। सरकार यस विषयमा गम्भीर बनोस्। हामी चाहन्छौँ नीति कार्यक्रमले देशमा सरकारप्रति जनआक्रोश घटाओस्, जनसरोकार जनअपेक्षालाई सम्बोधन गरोस्, सकारात्मक भाष्य निर्माण गरोस्। अधिकार प्राप्तिका लागि महिनौं दिनसम्म शिक्षकहरू राजधानीका सडकमा प्रदर्शनमा उत्रनु पर्ने वातावरणको अन्त्य होस्। कर्मचारी, चिकित्सक, लघुवित्त पीडित, सहकारी पीडितहरूले आन्दोलनमा आउने वातावरण नबनोस्। संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विकास र समृद्धितर्फ अगाडि बढ्ने, उत्पादन उत्पादकत्व वृद्धि र रोजगारी सृजना जस्ता तथा युवा शक्तिलाई विदेश पलायनबाट रोक्न पहल गरोस्। अहिले फेरि हाम्रो समयमा हामीले थुप्रै रुग्ण उद्योगहरूलाई पीपीपी मोडेलमा सञ्चालन गर्ने नीतिगत निर्णय गरेका थियौँ। अहिले फेरि निजीकरणतिर लाने कोसिस भएको छ। त्यसलाई रोकेर फेरि पनि पीपीपी मोडेलबाट मात्रै सञ्चालन गर्दा तिनलाई उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा पनि म राख्न चाहन्छु। प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक र सृजनात्मक काममा अगाडि बढ्दा हामी सरकारलाई साथ दिन तयार छौँ, तर सङ्ख्याको बलमा जनताका मुद्दा सम्बोधन नगरी जबरजस्ती गर्न खोजिएमा त्यसको कडा प्रतिवाद गर्न पनि हामी प्रतिबद्ध छौँ। यो कुरा पनि म यो सम्मानित सदनमा राख्न चाहन्छु र मेरो भनाइ यतिमै टुङ्ग्याउन चाहन्छु। उक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2082-83 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभामा विपक्षी दलको नेता पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष 2082-83 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन समय दिन्छु। राखी समृद्ध सुशासन र विकासलाई उच्च महत्त्व दिएर आएको नीति तथा कार्यक्रमलाई म पूर्ण रूपमा समर्थन गर्दछु र सबैलाई समर्थन गर्न आह्वान पनि गर्दछु। अन्त्यमा म सबैलाई आग्रह गर्न चाहन्छु, यो नीति तथा कार्यक्रमलाई सार्थक बनाउन दायित्व हामी सबैको। देशको विकास र सुशासन र उन्नतिको लागि यस नीति तथा कार्यक्रमले प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वासका साथ कार्यान्वयनमा हामी सबै लागौँ भन्दै यसैका आधारमा जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिणाममुखी हुने सिद्धान्त र प्राथमिकता तय होस्, सोही अनुसारको बजेट निर्माण होस् र जनताको आशा र अपेक्षालाई पूरा गर्ने
होस् पुरा गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। माननीय सदस्य किरण कुमार शाह, समय 5 मिनट। सम्माननीय सभामुख महोदय, आज आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रममा छलफल गर्न यहाँ उपस्थित भएको छु। यो नीति तथा कार्यक्रम एकदम सराहनीय, मधेस, पहाड, तराई सबै भूगोललाई समेटेर ल्याइएको नीति तथा कार्यक्रम हो। निश्चित रूपमा मैले चुनाव लड्दै गर्दाखेरि केही प्रतिबद्धता गरेको थिएँ। मेरो चुनाव क्षेत्रमा पढाइ, कमाई, दवाई र सिँचाइको प्रतिबद्धता गरेको थियो। आज यो नीति तथा कार्यक्रममा पढाइको पनि कुरा आएको छ, कमाइको पनि कुरा आएको छ, दवाईको कुरा पनि आएको छ र सिँचाइको कुरा पनि आएको छ। यसकारण म धेरै हर्षित पनि छु र खुसी पनि छु। विगतमा को सरकारले एकदमै सरकारलाई लोकप्रिय हुने किसिमले नीति तथा कार्यक्रम ल्याइएको थियो, जुन 12,000 शब्दमा लेखिएको थियो। तर अहिले जनतालाई सेवामूलक हिसाबले दिने हिसाबले जम्मा 5500 शब्दमा ल्याइएको छ र जनतालाई सेवा हुने किसिमको ल्याइएको छ। म केही भन्नै पर्ने कुरा र सरकारलाई सल्लाह दिनुपर्ने कुरा पनि यो नीति कार्यक्रममा ल्याएको हुँदा पनि केही बुदाहरूमा भनेको छ। धार्मिक हिसाबले विश्वको सम्पदाको सूचीमा नपरेका ती प्राचीन कालदेखि रहेका मठ मन्दिरहरूलाई पनि विश्वको सम्पदा सूचीमा लाने यही नीति तथा कार्यक्रममा ल्याइएको छ। त्यो सराहनीय छ। तर मैले सुझावको रूपमा, सल्लाहको रूपमा सिफारिस गर्नलाई मैले प्राचीन कालदेखि रहेको जानकी मन्दिर र रौतहटको ऐतिहासिक धरोहरको रूपमा रहेको ईशनाथ महादेव मन्दिर र शिवनगर मन्दिरको पनि विश्वको सम्पदाको सूचीमा पठाउनलाई, सिफारिस गर्नलाई नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु। त्यति मात्र होइन, यहाँ कमाइको कुरा गर्दाखेरि रोजगारको, उद्यमशीलता र उद्योगहरूलाई, रुग्न रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने पनि कुरा गरेको छ। एकदमै सराहनीय छ। हाम्रा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा हाम्रा देशमै स्वरोजगार कसरी उत्पादन गर्ने, कसरी देशलाई आत्मनिर्भर बनाउने भन्नेतिर पनि यहाँ कुरा गरेको छ। तर यो नीति तथा कार्यक्रममा पनि स्पष्ट रूपमा लेखिएको छ कि ती रुग्न उद्योग कल कारखानाहरूलाई सञ्चालनमा ल्याइनेछ। म यहाँ हाम्रो उद्योग मन्त्रीजी यहीँ हुनुहुन्छ, उहाँ सुनिराख्नु भएको छ। म उहाँसँग आग्रह गर्न चाहन्छु कि मध्य प्रदेशका केही रुग्न उद्योगहरू छ जुन जनकपुरका चुरोट कारखाना, त्यसबाट हजारौं युवाहरू लाभान्वित हुनेछ र रोजगारी पाउनेछ। त्यसलाई पनि नोटिस गरियोस् कि आउने नीति तथा कार्यक्रममा त्यो पनि समेटियोस्। त्यति मात्र होइन, वीरगञ्जको किसानको लागि उखु चिनी मिललाई पनि सञ्चालनमा ल्याइयोस् र रौतहटको श्रीराम सुगर मिल्सलाई पनि ल्याउन म आग्रह गर्दछु। त्यति मात्र होइन, देशभरिका धेरै हजारौं पुलहरू अल्पत्रमा परेको छ। भौतिक पूर्वाधारको कुरा गर्दाखेरि ती पुलहरूका एकदमै समस्याग्रस्त अवस्थाहरूमा छन्, जुन 20औं वर्ष टेन्डर भइसकेको अवस्था। ती रुग्न पुलहरूलाई पनि सञ्चालनमा ल्याउने भनेर भौतिक पूर्वाधारका कुराहरूमा यो कुराहरू समेटिएको छ। आज खुसी लागिरहेको छ कि वास्तवमा कि ती पुलहरूलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ, त्यसको लागि पनि म सम्माननीय सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मेरो पनि रौतहटको, मेरै निर्वाचन क्षेत्रको 3टा रुग्न पुलहरू छन् जुन 10औं वर्ष भइसक्यो, जुन पुलहरू बन्न सकेको छैन। जुन लाल बकैयाको टिकुलिया पुल र लाल बकैयाकै करुणिया पुल र मौलापुरको भकुवामा रहेको भकुवा पुल जीर्ण अवस्थामा छ, जुन कि एकदमै अलिअलि मात्रै खर्च बाँकी भएका कारणले ती पुलहरू सम्पन्न हुन सकेको छैन। त्यो पनि
नेपाल सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, त्यति मात्र होइन, स्वास्थ्यको क्षेत्रमा एकदम सराहनीय काम गरेको छ कि निरोगी स्वास्थ्य ल्याउने जुन योजना ल्याएको छ त्यो एकदम सराहनीय हो। किनभने देशमा जबसम्म आम जनताले, आम मतदाताले जबसम्म स्वस्थ रहन सक्दैन तबसम्म देश राष्ट्र अगाडि बढ्न सक्दैन। त्यति मात्र होइन सम्माननीय सभामुख महोदय, यसमा धेरै कुराहरू समेटिएको हुँदा सम्माननीय सभामुख महोदय, सरकारको यस वर्षको नीति तथा कार्यक्रममा समावेशी र दूरदर्शी र जन उत्तरदायी योजनाहरू परिपूर्ण छ भन्ने कुरा मैले यसमा देखेको छु। सम्माननीय सभामुख महोदय, मैले वास्तवमा यसबाट देखिएका कुराहरूलाई समेट्न पनि आग्रह गर्दै अन्त्यमा सरकारलाई यस नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्दै हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार गर्न पनि यो नीति तथा कार्यक्रममा समेटेको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिँदै आफ्नो छोटो मन्तव्य अन्त गर्छु। धन्यवाद। माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2082-83 को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम आगामी बैठकमा जारी रहनेछ। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल वैशाख 23 गते मङ्गलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।